हेलो साथीहरु, आज चाहिँ मैले दिदीलाई जारमा पानी कसरी पर्ने भनेर सिकाउँदै छु। हेर्नुस् है त तपाईहरु पनि। यस्तो कोइनहरु भयो भने चाहिँ एक्स्ट्रा खानु हुँदैन साथीहरु। यस्तो बेलामा काम लाग्छ पानी जति पछाडी यहाँ बल्छ है। ए साथीहरु अमेरिकामा पनि यसरी जारमा पानी भर्न मिल्छ। भयो अनि वाउ, एक सेन पनि म झुकेर बढिहाल्यो भने काटेन त निस्किन्छ क्या। यहाँ निस्किन्छ हैन, एउटा निस्केर अनि लन्ड्री गर्नको लागि यस्तो कोइनहरु एकदम युज हुन्छ। पानी भरिसकेपछि चाहिँ अटोमेटिक अफ हुन्छ। एक ड्रप पनि पानी एक्स्ट्रा दिँदैन र एक ड्रप पनि एक कोइन पनि एक्स्ट्रा दिएको हुँदैन। त्यो गरेर यसलाई एकदम राम्रो हुन्छ। यो पानी चाहिँ नराम्रो हुन्छ भनेर सोच्ने लोकेसन पनि बताइदेऊ न, यो कहाँ हो भनेर। हाम्रो बेड लाइनको ठ्याक्क क्रोगरको अगाडि पर्छ ल गाइज। ल है, कस्तो राम्रो हेर्नु त, वेदर यस्तो राम्रो छ नि। ओहो, नाच्दै हिँडौँ जस्तो छ। अहिले नाच्नको लागि गीत नभएर मात्रै हो। सो बाई। यति भइसकेपछि चाहिँ साथीहरु अब चाहिँ हामी पानी लिएर जाँदै घरतिर। कम्मर माथि पटुकी पटुकी माथि खैला खैलामा कुवाको पानी। ओ माय गुडनेस, कति बलियो हुनुहुन्छ है साथीहरु। त 2000 एकैचोटि बोक्दिनुहुन्छ फेरि। पोखराको पो त, पोखराको मान्छेहरु यस्तो हुन्छ नि। हेर्नु यस्ता जाँगरिला। के खानुहुन्छ साथी? यस्तो जाँगर आउनलाई के खानुपर्छ भन्नुहुन्छ? खसीको मासु। तपाईको फेभरेट के हो? यो चाहिँ ठ्याक्क अर्बिङ बेड लाइनको क्रोगरको अगाडिको पानी एकदम मिठो छ, ट्राई गर्न सक्नुहुन्छ। ल यति भन्दै आज हामी यही इन गर्छौँ। थ्याङ्क यू, बाई।